लक्ष्मी माता आज लक्ष्मी पूजाको दिन एकदम हजुरहरूको तिहार आयो है साथीहरू। तिहार मनाउनु थाल्यो। अब आफू त तिहार मनाउनु आलुदम सेलरोटी है, सेलरोटीको प्रसाद। तिहारै आयो झिलिमिली भयो देउसुरे। भैलेनी आयो आँगनमा भन्दै ह्याप्पी दिवाली सबैजनालाई म नवराजको तर्फबाट नमस्कार एभ्रिवान भन्न चाहन्छु। सो आज चाहिँ एकदम हाम्रो यहाँनिर पुरा एकदम नवराजले चाहिँ एकदम पुरा सेलरोटी घुमाउँदैछ। कस्तो छ यहाँ म्याडम? यता हेलो ह्याप्पी तिहार भनिदियो। हेलो ह्याप्पी दिवाली। म्याडमले चाहिँ यहाँ पुरा फुल रोप्दै फुल हुँदैछ है लक्ष्मी पूजा गर्नको लागि चाहिँ। अनि त्यहाँ सबैजनालाई ह्याप्पी दिवाली भन्न। सबैजनालाई ह्याप्पी दिवाली। राम्रोसँग दिवाली मनाउनु होला होइन। सबैजना राम्रोसँग दिवाली मनाउनु। मिठो मिठो खानु, मिठो मिठो खानु। यहाँ कतारमा पनि फुल पाउँदो रहेछ यहाँ। पुरा कतारमा फुल पाउँछ। फुल एकदम अहिले ड्युटीबाट आएर चाहिँ पुरा एकदम लक्ष्मी पूजा गर्नको लागि चाहिँ तरकारमा छ हाम्रो म्याडम होइन। साथीहरू यो त रोटीको डो हो। रोटीको डो कसरी बनाउने रेसिपी त म बताउन जाँदैछु। सेलरोटीको डोमा चाहिँ मैले अलरेडी यहाँनिर 1 किलो चामलको पिठो अनि त्यहाँ त कोकोनट पाउडर, गरम मसला सबै मिल्क होइन घीबाट सबै मिक्स गरेर चाहिँ एकदम 5-6 पारेर चाहिँ सुजी पनि हातकुले हालेर रोटी बनाएर राखेको छु। अब तयारी छ। लो भिडियो हेर्नुहोस् है। यहाँनिर रोटी पोल्दै गरेको मैले यहाँनिर देखाउनु। यहाँनिर यस्तो गरेर 1 2 3 हुँदैछ। तिमीलाई आउँछ चाहिँ रोटी पोल्न? आउँछ कि खाने मात्रै हो रोटी? खाने मात्रै हो नि, बुढाले पकाएर चाहिँ खाइहाल्छु। यसरी यहाँनिर तातो त्यता देखो त तातो रोटी खानेवाला चाहिँ आउनुहोस् है साथीहरू। एकदम ह्याप्पी दिवाली एपी सबैजनालाई भन्न चाहन्छु। यहाँनिर रोटी एकदम फटाफट पोल्दैछ। यहाँनिर रोटी देख्न सक्नुहुन्छ। स्पेसल रोटी हुँदैछ। लो तातो स्पेसल रोटी यहाँनिर ल देख्न सक्नुहुन्छ साथीहरू। सेलरोटी तातो सेलरोटी। यहाँ पनि रोटी एकदम गरम गरम रोटी। रोटी चाहिँ काला काला छ त के हो? ए ल ल ल म्याडम अब छोरासँग बस्नुको एकदम बात गर्नुको एकदम फुर्सद छैन यहाँनिर। छिटो आलुदम गरेर आलुदम त ला तातो फेरि यहाँ आलुदम हो म्याडमले फेरि लास्टमा रातो आलु हो यो म्याडम। आलुदम र रोटी। आज के मासु नखाने? आज डेलीको डेली मासु खाने। आज लक्ष्मी पूजाको मासु खानु हुँदैन त है। आलुदम मजाको मिठो बनाऊ ल है। पिरो नहालिकन बेसी लक्ष्मी मातालाई त लड्डुको भोग है। यहाँनिर रसदाना, गुलाब जामुन, फुल फ्रुटहरू एकदम लक्ष्मी माताको लागि चाहिँ स्पेसल हो। आज लक्ष्मी माता चाहिँ खुसी हुने भयो है। भटाभट आउने भयो लक्ष्मी माताहरू ल। यहाँ फेरि एकदम सेलरोटी हो। उतातिर फेरि म्याडमले फेरि आलुदमको कलर पनि के हो? यस्तो कलर हो चाहिँ रातो भन्छ त आलुदमको कलर त। ल मित्रहरू आज हाम्रो लक्ष्मी पूजाको दिन म लक्ष्मी पूजा पुज्न जाँदैछु। हाम्रो भव्य रूपमा लक्ष्मी पूजा गइरहेको छ। लक्ष्मीज्यू यहाँ विराजमान हुनुभएको छ हाम्रो यहाँनिर देख्न सक्नुहुन्छ। र म सब कुरो सामग्री रेडी भइरहेको छु। अब वर्ष दिनको तिहार भुल्न नहुने हाम्रो महान चाड लक्ष्मी पूजा। तिहारको शुभकामना सबैलाई भन्न चाहन्छु। र हाम्रो लक्ष्मी पूजा यहाँ अब स्टार्ट हुनु गइरहेको छ। यहाँनिर एकदम रोटी पनि एकदम भाग लगाएर होइन तिहारको एकदम तयारी छ दमदार। अब हजुरले कस्तो मनाउनु भयो? हाम्रो चाहिँ यस्तो छ लक्ष्मी पूजाको दिन। लक्ष्मी पूजा यसरी मनाइयो। सधैँभरि हजुरको आशीर्वादले गर्दाखेरि एकदम राम्रो होस्। सपरिवारमा हाम्रो मुख्य फ्यामिलीदेखि लिएर नेपालमा रहनुभएको जति पनि हाम्रो आफ्नो आफन्तहरूलाई पनि यो लक्ष्मीले चाहिँ सधैँभरि साथ दिइरहन्। दुःख दरिद्र बिमार कहिले नहोस्, दरिद्रता कहिले नलागोस्, दिएर खानु परोस्, मागेर खानु नपरोस्। यही त चाहन्छ मान्छेले होइन। मरेर लानु केही छैन, बोकेर लानु केही छैन होइन। जिन्दगीमा बाँचिन्जेलसम्म बस अरूको तल पर्नु नपरोस्, अरूलाई तल पनि पार्नु नपरोस्। बस लक्ष्मी माताको आशीर्वादले गर्दाखेरि संसार चलिरहोस् यो भन्न चाहन्छु म। शर्मिला लगायत शर्मिला पनि ढोक गर्दैछ, पूजा गर्दैछ। यो सबैलाई सुरक्षा गरौँ।
लक्ष्मीले बास गरून् सबैजनालाई होइन, राम्रो अब फलोस् सबैजनाको भन्न चाहन्छु। म लगायत शर्मिला विदेशको ठाउँमा यस्तो छ, अब देशमा आफ्नो घरमा अब बनाउनु नपाए पनि विदेशमा भने पनि यसो आफ्नो महान चाडको त याद सबैलाई आइरहन्छ होइन। ह्यापी दिवाली। कसले दिएको यो चाहिँ? मर्निङको म्याडमले। मर्निङको म्याडमले चाहिँ दिएको यो गिफ्ट। मिठाई पनि खतरा छ त गिफ्ट पनि। ल बवाल छ बवाल। ल दिवालीमा सुगर बिमारले भेट्छ भेट्दैन? यसो खायो भेट्दैन मलाई। ल भगवानको चिज। ल ल ल ल दामी छ। ल ह्यापी दिवाली टु एभ्रिवान। नमस्ते सबैजनालाई। कस्तो मनाउनु हुँदैछ दिवाली? हामी त कतारमा यस्तै विदेशको ठाउँमा विदेशी जिन्दगी जस्तै भए पनि दुईजना होइन, यसो भने पनि एकअर्कामा खुसी साथसाथ होइन रमाइलो गरियो, सानोतिनो डान्स पनि गरियो होइन। दिवालीको अब देउसी खेल्नु जानुपर्ने छ, सेलरोटी खाँदै अब देउसी खेल्नु भैलो र देउसी खेल्दै जानुपर्ने छ। साथीहरू कस्तो मनाउनु भयो? तपाईँहरूलाई चाहिँ धेरै धेरै दिवालीको शुभकामना। सबैजना देश विदेशमा रहनु भएको दाजुभाइ दिदीबहिनीहरू सबैमा मनोबराज लगायत शर्मिलाको तर्फबाट ल दिवाली राम्रोसँग मनाउनु है त। ह्यापी दिवाली। डियर मित्रहरू, भिडियो कस्तो लाग्यो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। आई होप हाम्रो प्रतिक्रिया साथै लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्ने आशा राख्दछु। थ्याङ्क यू।